पोखरा जाँदैछौँ। Hey, I'm tripping, I'm sliding, I'm riding through the back like fuck. Mustard on a beat, bro, deep boat, any rap, he a freak. गाइस आज चाहिँ 16 डिसेम्बर अनि म नेपाल आएको चाहिँ आज डे 13। सो आजको हाम्रो डेस्टिनेसन भनेको आज हामी पोखरा जाँदैछौँ। सामानहरू सबै प्याक गरिसक्यो मैले। मलाई चाहिने झोला यहाँ छ, मेरो लुगाहरू मम्मी हालिदिइसक्नु भयो। पोखरा गएर बन्जी जम्पिङ अनि प्याराग्लाइडिङ, अब हट एयर बलिन चाहिँ आएर नो होइन, तर अनि माझी कुनाको माझी खोला कि माझी कुना त्यहाँ जान्छु अनि अरू ठाउँ पनि जान्छु। सो त्यही हो आजको भ्लग भनेको, पोखराको भ्लग। यत्रो धेरै सामान छ नि, लुगाको मात्रै छ होला 4-5, यस्तो झोला 4-5वटा छ क्या हाम्रो लुगाको मात्रै। सी यु, ह्याभ फन। गर्लफ्रेन्ड सर्लफ्रेन्ड लिएर काम चाहिँ नगर, गर्लफ्रेन्ड सर्लफ्रेन्ड लिएर काम नगर। नारायण भगवान् ठिक छ मोमो, कम्फर्टेबल छ नि। यसको लक लङ है। ल ल धन्यवाद। ल रामसँग बस है सलु, बाई बाई, रामसँग बस। सक्यो ढोकिदिउँ। ठ्याक्कै 6 बजे। मम्मी हाम्रो आजको यात्रा कता गयो भन्नु न। जहाँ छ छोरासँग, छोरा बाबा चाहिँ पोखरा घुम्न जानु है। अब पोखरामा गइसकेपछि थाहा हुन्छ हामी कहाँ जाने के गर्ने भनेर। आज चाहिँ पुरै अनप्लान हिँडिरहेको छ। लेट्स सी। म अहिले धेरै ब्लगिङहरू यताउति गर्दिनँ होइन, म भिडियो एडिटिङ गर्नुपर्ने छ मेरो। गाइज युट्युबको लागि डेडिकेसन देख्नुभयो। म ट्रिपमा पनि मैले भिडियो एडिटिङ गर्न लागिरहेको छु। त्यो बाबा आज कहाँ जानु लाग्यो रे ल भन्नु नि त। अन्धकार छ गाइस होइन, बाटोमा देख्न सक्नुहुन्छ पुरै अन्धकार छ। हामी कति बजीतिर पुग्छ होला बाबा? पोखरा कति बजीतिर पुग्छ होला? 4-5 बजीसम्ममा हामी पुग्छौँ होला गाइस पोखरा। लेट्स सी के हुन्छ। बाटो चाहिँ एकदमै खराब छ गाइस। हामी चाहिँ यात्रा गर्नुभन्दा अगाडि हनुमान भगवान्को दर्शन गर्न मन्दिर दर्शन गऱ्यौँ। अब सिधै एकैचोटि अब खाना खाने ठाउँमा अथवा कतै फोटो खिच्न मन लाग्ने ठाउँमा रोक्छौँ। अब बिगमा ढङ्गा अब तामाल पानी उठाउन लाग्यो गाइस। त्यस्तो मिठो हुन्न मोमो। सुशान्तहरूलाई मनपर्छ, मलाई अस्ट्रेलियामा त्यो लाइक $15 त्यस्तो देखिरह नि त। यहाँ कत्रो यो धेरै 4वटा नम्बर देखेर कस्तो महँगो लाग्ने क्या। सस्तो चाहिँ फेरि। धन्यवाद। सबै सामानको 1400 जति पऱ्यो। धन्यवाद। त्यत्रो लामो लिस्टको 1395 बिगमार्टमा आएर हेल्दी फुड्स, भेरी हेल्दी एकदमै हेल्दी खानेकुराहरू उठाएको छौँ। हेल्दी खानेकुरा उठाएको 1400 टक्क लगाएर गाइज। $14 के हो यार विदेशमा? कसम यार। त्यो सानो त्यो रातोवाला लेजकै होइन $5 पर्छ क्या। 3टा हुन्छ त्यो मैले उठाएको, त्यसको $5 पर्छ होइन। करेन्टको $6 समथिङ $5 पर्छ होइन। अनि चिज बलको पनि $5 समथिङ कति पर्छ होइन। त्यो 3टा चिजको $15 पर्छ क्या। तर नेपालमा लाइक $15 को हेर्नु न। माल पनि यत्रो लामो लिस्ट छ क्या। त्यही गाइस, नेपाल आएपछि चाहिँ मजाले खर्च गर्नु है। डलर पैसा वसुल गर्नुपर्छ नेपाल आएर चाहिँ। वी आर कमिङ, पोखरेली फ्यामिली वी आर कमिङ। तिमी मलाई दिन्थ्यौ कसम, ईश्वर नै साँची छ हेर। अङ्गाल्थे तिम्रो बदन, तर तिमीलाई बाँधिन आइथेन। गाइस हामी नागढुङ्गा आइपुग्यौँ। अब नागढुङ्गाबाट अहिलेपछि हामी खाजा खानलाई कतै जान्छौँ होला। अब यहाँबाटको स्टप भनेको कि त खाजा खानलाई कि त अब टोयलेट साइड आयो। गाइस यो चाहिँ नेपालको टोयलेट हुन्छ टक्क लगाएर बाटोमा। महिला पुरुषलाई त लेखेको पनि छैन बे। ओइ हिमाल क्या खतरा देखिरहेछ गाइस। Seriously, what is this place? Seriously, Madhuri. Seriously, what is this place when you're trying to, like, just look at it, guys. Himal.
साँचो कुरा नलुकाऊ मायालाई गाइस पर्क्स अफ बिङ इन नेपाल हिमाल देख्न पाउँछ पक्लार गाडीको सिनेमेटिक एज बाँकी छ के अब हाँसिरहेको यो मनहरू छाड्देऊ माया पिरती मन अन्तै डुलाऊ अब माया मारिदे बेल नलागो कहाँ लाग्यो कोही कहाँ लाग्यो मैले मेरो साइडमा बाबाले लाउनु पर्यो बोतलको पानीले आकाशकै सानीले इज्जत गर्यो तिमीले सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला लभली गीत गाइस स्कुलमा नाचे याद आउँछ मम्मी तपाईँ सबैले कतिले नाच्नु भएको छ होला यो गीतमा स्कुल डेजमा मैले पनि नाचेको छु यो गीतमा गाइस हामी ऐठा खाँदैछौँ यो मन्दिर जस्तो देखेपछि थाहा पाउनुहोस् गल्छी आयो मेरो जन्मथलो नुवाकोट जाने ठाउँ चाहिँ यतापट्टिबाट यताबाट गयो भने चाहिँ तपाईँहरू नुवाकोट पुग्नुहुन्छ यो बाटो गल्छीको एउटा सिधा जाने बाटो छ एउटा यता जाने बाटो छ यता जानु भने चाहिँ तपाईँहरू नुवाकोट पुग्नुहुन्छ गाइस अब चाहिँ हामी चिया नास्ता खानाको हामी चाहिँ आदम घाट भन्ने ठाउँमा आएको छौँ मैले भने तिनीलाई बोर्डहरूमा हेर्नुपर्छ क्या जस्तो कि यो नाम लेखाएको छ नि यी साइडमा लेखेको हुन्छ क्या यता पनि नाम लेखेको छ नि यो तलपट्टि लेखेको हुन्छ क्या सम्झेको छैन तिमीलाई घरि हेर आज नि गर्दै मेरो मन परि के छ गाइस म त यस्तो भुट्लो भएको छ यस्तो झेक्दैन क्रेजी गाइस क्रेजी हामी सुगर फ्री केक पनि सुगर फ्री उठाउनु भए ओ सिट म्यान केक पनि मम्मीले सुगर फ्री उठाइदिनु हजुर एक ठाउँमा मात्रै यहाँ लेखेको छ सुगर फ्री भनेर खाएको सुगरमै डुबाएको जस्तो छ त्यहाँ चिया चाहिँ आउट अफ 10 7.5 तरकारी चाहिँ आउट अफ 10 6.5 भन्छ चिया एउटा तरकारीको 190 पऱ्यो विच इज गुड फेयर प्राइस होला गाह्रो सोचेको त सजिलै कटिरहेछ नि दिनहरू सजिलै बिर्सेको छैन म थरी कहिले काहीँ आउँछ नि याद तर मनै राखिरहेछु किन भन्नु तिमीलाई राखिरहेछु किन भन्नु तिमीलाई जाँदैछु विवि पछि प्लान बी मतिर फ्यान्सी बाटो चाहिँ बिजोक छ गाइस बिजोक छ बाटो चाहिँ होइन गाडीमा भएर सजिलो भयो नत्र त बिजोक बाइकमा आयो ठुलो खानुपर्छ यसरी वरिपरि राम्री नानी डान्सिङ गाइस मुगलिन आइपुग्यौँ हामीले पहिला खाएको चाहिँ उहाँ हो रुप्सी होटेल भन्ने यो चाहिँ दामी चाहिँ कसरी हामीले मिठो थियो रुप्सी होटेलमा चाहिँ सबै त्यो युट्युबरहरू आएर खाने नै त्यही हो उता हेर्नु नि त्यो स्टिकर टालेको नि सबै त्यो युट्युबर ठुल्ठुलोहरू आएर खान्छ हेर्ने कताको त यहीँ बस्नु भयो यहाँ चाहिँ को युट्युबरहरू होइन बसेको सबै यहाँ टाल्छ क्या
कसरी बुझाउने तब मात्रै रह्यो मन कसरी बोलाउने तिमी बिनाको यो जीवन कसरी बिताउने अब तिमीले मलाई भन कसरी के गर्ने जे तपाईँहरु यहाँ मिठो बनाउनुहुन्छ पहिलेदेखि आइरहेको होइन 31 वर्ष भयो यहाँ बसेको 31 वर्ष भयो बा 31 वर्षदेखि होटल खोल्नु भयो 31 वर्ष भयो यो होटल गरेको है हजुर म त घुम्न आएको नि आमा अब चाहिँ पहिला पोखरातिरै गएको थिएँ नि त त्यतै रमाइलो लाग्ने भएर अब फेरि त्यही जानु लाग्यो कस्तो हजुर हो मिर्छ है के केरा हो यो फुस्री केरा फुस्रे केरा गाउँको ए यो त मैले पहिल्यै ताल देखेँ त यस्तो त मिलाएर पनि त्यति हो बुवा कतिमा दिनु 130 पछि 140 मा 2 4 6 8 10 12 एकदम ठ्याक्कै रहेछ हामी त्यसो छान्छौँ तपाईले एकदम छानी रहेछ पिसे भयो है कति भयो अब केरा 140 ले यो 50 गर्दाखेरि न तपाईँले 130 मा दियो होइन दसैँ 150 भयो 35 मा होइन 40 हो मेरी मन गिरानी गाइस तपाईँहरू यहाँबाट तल जानुभयो भने चाहिँ यता चाहिँ चितवन होइन त यता जानुभयो भने चाहिँ चितवन अब यो बाटो हामी गयो भने चाहिँ यो चाहिँ पोखरा जाने बाटो अब यहाँ ठुलो पुल आउँछ पोखरा जाने त्रिशुली रिभर ब्रिज मुङ्लिन यो चाहिँ तपाईँको फेमस ब्रिज यता चाहिँ तपाईँहरूको पोखरा जाने ब्रिज यही नै हो उता चाहिँ बाइकरहरूको लागि फेमस ब्रिज हो होइन देख्न सक्नुहुन्छ त्यहाँ बाइक्सहरू पनि छ यो चाहिँ बाइकर्सहरूको लागि एकदमै फेमस ब्रिज यहाँ चाहिँ धेरै बाइकरहरू आएर बनाउनुहुन्छ भिडियोहरू यता पाउँदैन त्यहाँ बाइकहरूको खोइ जान्छ त होला तर अब बाइकहरू प्रायः यस अब हामी पोखरा लाग्यो डोन्ट फलो मी आई एम फायर Don't follow me, I am fire. Girl, you tryna lie to me. Girl, you tryna lie to me. The fake tears that you cry for me, I know you're tryna lie to me. It ain't even hard to see. Got music. गाइस हामी चाहिँ दमौली आइपुग्यो यो चाहिँ तनहुँ जिल्लाको फायर यता रहेछ है गाइस फायर माइक्रो पछाडि रहेछ फायर माइक्रोको स्टप हामी चाहिँ त्यस दमौली भन्ने ठाउँ आइपुग्यो अनि यो ठाउँ पनि लाइक तनहुँमै पर्दो रहेछ दमौलीको यस्तो रहेछ बजार चाहिँ हल्का होइन एउटा ज्ञानको कुरा यो बाटोमा यो बिचमा यस्तो छ नि यस्तो रोडी घ्यार्र फेरि आयो नि यो घ्यार्र फेरि आयो नि अर्को पनि यस्तो घ्यार्र यो चाहिँ किन राख्यो भन्दाखेरि बाबाले भन्नुभएको मान्छे राति निदाउँदाखेरि सुत्न सक्छ अरे अनि त्यही भएर त्यो होइन नसुतोस् भनेर त्यस्तो बेला बेलामा चाहिँ घ्यार्र राखेको अरे क्या उही बाटो चाहिँ कडा छ ल गाइस यो बाटो बन्दैछ आरो न कहिले बन्छ लभली बाटो उतापट्टिको चाहिँ आउने लेन उतापट्टिको चाहिँ जाने लेन हुन्छ जस रोड अहिलेसम्म त ठिकै छ भनौँ अहिलेसम्म त गुड छ है मुलिन गढेपछि गुड छ Bunny, like baby, keep it simple. Lies like you Bunny, why you acting mental? Can you work it like Rihanna? Girl, you look bad, pretty shots, Hana. Yeah. खैरन टार तनहुँ भन्ने ठाउँमा आइपुग्यो हामी होइन पोखरा आउनलाई चाहिँ 27 किलोमिटर बाँकी छ अनि 1 घन्टामा हामी पोखरा पुग्छौँ यो रोड देख्ने बित्तिकै मलाई पोखरा आएको जस्तो लाग्छ होइन यस्तो यो सिधावाला टाइपको छ नि हल्का यही रोड देख्ने बित्तिकै चाहिँ मलाई हल्का पोखरा आएको पोखरेली भाइब्स आउँछ यहाँबाट चाहिँ होइन त्यो Amsterdam in a German गाडी आइसँग कामले भरि बेलुका छ बढी ठ्याक्कै अहिले 2 बजिरहेछ ल एन्जल नम्बर ठ्याक्कै पोखरा आएको टाइम पनि दामी जस हामी पोखरा एन्टर भइसक्यौँ गाइस पोखराको चोक मेन चोक आइसक्यौँ
चाहिँ लास्ट होटेल त्यहाँ 6 बजीदेखि गाडीमा हिँडेको अलिकति अहिले त्यही 2:30 भयो भनेपछि टोटल 8 घन्टा जस्तो भइसक्यो गाडीमा थकेको चाहिँ बोल्यो अब हामी जान्छौँ अगाडितिर हामी अगाडि बढिसक्यौँ गाइस आकाशे पुलमा पनि मान्छेहरूले बस्ने ठाउँ रहेछ वेलकम टु पोखरा आइसकिन्छ ए हो मलाई राखिदिन्छ गाइस गाडी वायर्ड लाग्नु भएको छ होइन भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर ए भिरा र पहिरो 7 मिनट टाढा लेक साइड हिँडेर वकिङ डिस्टेन्स 7 मिनट टाढा बस्नु लाग्छ अनि एसी रुम 3टा बेड लाइक 2टा बेड भएको 2टा डबल र एउटा सिङ्गल बस्नु लाग्यो होटेलको नाम चाहिँ उयो होटेल विभूति गाइस हामीले चाहिँ रुम पनि पायो बाबुको साथी अङ्कलले रुम पनि मिलाइदिनु भयो यो हाम्रो रुम टिभी छ अनि बाथरुम छ अनि यो मिरर भयो अनि यो बाहिरको भ्यू यस्तो छ एज यु क्यान सी होइन थोरै हिमाल पनि देखिन्छ अनि एसी छ अनि हाम्रो चाहिँ सामान यति छ हामी चाहिँ घरै छर्न लाग्छ जसरी सामान लिएको छ त्यही हो भाइ भाइ हामी चाहिँ सुजुकीको अथोराइज सोरुममा जान लाग्यो पनि पक्लेको है पुरै है नाङ्गो देखेको कि कस्तो हिउँ भयो भन्दा कति राम्रो देख्थ्यो त्यो चिप्लो ढुङ्गा भएर नामै चिप्ले ढुङ्गा राखेको ढुङ्गा अहिलेसम्म पनि छ कि ऊ यहाँ थोरै अगाडि छ त्यो ढुङ्गालाई चाहिँ टक्कै लगाएर चेनले घेरेर सेफ्टी गरेर राखेको छ यो अगाडि यो ढुङ्गा पहिला चिप्लेटी खेल्थ्यो अरे त्यो ढुङ्गा चिप्लो भएको भएर नामै चिप्ले ढुङ्गा राखेको यहाँ त नयाँ बजार न्यू रोड सब रहेछ है उतापट्टि नयाँ बजार यो न्यू रोड हो अनि वान मोर थिङ गाइस यहाँ चाहिँ विदेशमा जस्तै स्ट्रिट नम्बर हुन्छ हामी बसेको ठाउँ चाहिँ स्ट्रिट नम्बर 40 सो गाइस वी आर फाइनली आउट हियर इन पोखरा हामी चाहिँ होटेल बसेको यही हो हामी चाहिँ अहिले होटेलबाट निस्केर लेक साइड जान लागेको छौँ अब लेक साइडमा के छ कस्तो छ म त्यो देखाइहाल्छु अफकोर्स निस्किनु तिमीसँग जमा चन्द्रमा पनि लजाउँछ बादलको घुम्टोमा बाबाहरू चाहिँ हात्तिरहनु भएको काका पुग्छ भनेर होइन मैले चाहिँ स्ट्रेट हिँड्नु पुग्छ भनेको अब डराइरहनु भएको प्राइसहरू देखाल्नु भयो गाइस वे टु एक्सपेन्सिभ रहेछ त्यो गाइस यताबाट चाहिँ लाइक मन्दिरहरू पनि रहेछ यहाँ होइन एज यु क्यान सी यस्तो छ मन्दिरहरू गाइस यता चाहिँ शिव भगवानको पनि मन्दिर छ होइन अनि यतापट्टि चाहिँ हनुमान भगवानको पनि मन्दिर छ यतापट्टि अनि हामी बसेको होटेल स्ट्रिट नम्बर 40बाट सिधै तल आएको त्यही हो क्या ठाउँको नाम चाहिँ योग पार्क रहेछ एज यु क्यान सी योग पार्क भगवती विद्यादेव मोहीहरूबाट रेसिपिका सियाराम हनुमान कि जय अब चाहिँ लेक साइडतिर जाने हुन त लेक साइडै हो र मेन जङ्सन लेक साइडको त्यहाँ जानु नभए हामी दिस इज एब्सोल्युटली अमेजिङ ब्युटिफुल एभ्रिवान सुड भिजिट पोखरा वन्स इन अ लाइफ टाइम के एकचोटि आउनुपर्छ क्या एकदमै बवाल छ कि जस मम्मीलाई चाहिँ जुन लुगाएर त्यही मन पर्छ यो ठाउँ चाहिँ म पहिला मेरो साथी समीरणहरू श्रेयन्स उपेन्द्र सबैजना होइन सिद्धार्थहरू सबैजना हामी काशी यताउति आएर राति आएको ठाउँ चाहिँ यही हो क्या हामी त्यहाँ मन्दिर गएको थियो अनि त्यहाँ मन्दिरबाट यही बाटो हुँदै गएको थियो क्या राति आरती पनि भइरहेको रहेछ पशुपतिको जस्तै त्यस्तै त्यस्तो टाइपको रहेछ आरती पनि भइरहेको छ
कडा सिनेमेटिक निकालिदिन्छु जय हो शंकरा आदिदेव शंकरा तेरे जाप के बिना चले ये सांस किस तरह मेरा कर्म तू ही जाने क्या बुरा है क्या भला तेरे रास्ते पे मैं तो आंख मूंद के चला तेरे नाम की जोत ने सारा हर लिया तमस मेरा नमो नमो जी शंकरा भोलेनाथ शंकरा जय त्रिलोकनाथ शंभु हे शिवाय शंकरा एक मिनट हो अब गाइस म जाँदैछु लेक साइड जस लेक साइडमा यस्तो पनि हुने रहेछ राति यहाँबाट लेक साइड यहाँबाट दामी भिडियो बन्यो गाइस जस दामी भिडियो बन्यो चाय नखम यो कस्तो सिनेमेटिक आयो गाइस अगाडि पान्दा छ त्यहाँको उले का दिए त Kiss me slow, your heart is all I own. बबल टी खान लागिरहेछ कहाँ खानुहुन्छ म कोकोनट खान्छु मैले भने मान्नुहुन्छ भने एउटा ओरियो क्रन्च एउटा कोकोनट एउटा चाहिँ चक्लेट ओरियो क्रन्च कोकोनट चक्लेट मैले भने मान्नुहुन्छ भने कफी सुत्न विदाउट आइस होइन एउटा चक्लेट एउटा ओरियो क्रन्च अनि एउटा कोकोनट गरिदिनु न है गाइस हामी चाहिँ बबल टी खान आएको ममले ट्राई गर्नु भएको थियो त्यही भएर ममलाई मैले ट्राई गर्नलाई लिएर आएको हो त मैले त अलरेडी खाइसकेको खाना जे पनि हामीले चाहिँ खाएन हुन्छ ट्राई गर्न लिएर आएको भने पोखराको ट्राई गर्नु खान भाउ त्यति साह्रो नगर नि मलाई पोखराको चाहिँ ट्राई गर्नु त्यही ट्राई गर्छौँ रिभ्यू दिन्छौँ गाइस हामी चाहिँ तन्दुरी काफ्ले नान हाउसमा जान लागेको छ मेनु चाहिँ यस्तो छ एज यु क्यान सी के लाग्छ दिदी हो गाइस हामीले चाहिँ 4वटा प्लेन नान बिकज बटर नान खाएर हाम्रो पेट घुम्न सक्छ अझै घुम्न जान कति बाँकी छ त्यही भएर जस्ट टु बी अन सेफ साइड 4वटा प्लेन नान एउटा साई पनिर अनि एउटा चिकन करी मगाएको छ हामीले चाहिँ अहिले गाइस म चाहिँ रिभ्यू गर्छु बिङ भेरी अनेस्ट सबै चिज 9 आउट अफ 10 हजुरहरूको यो नाम के हो रे काफ्ले नान एकदमै दामी छ मिठो लाग्यो टक्क लगाएर गाइस मैले जिस्केको होइन काफ्ले नान हाउस one of the best naan I've ever had so त्यही हो आजको फर्स्ट डे अफ पोखरा यही नै थियो अब भोलि चाहिँ बवाल आउँछ लाइक बन्जी प्याराग्लाइडिङ सबै आउँछ र भोलि चाहिँ